Hello guys, namaste. Welcome to my another blog. Hope you are well. With this, I'm starting my blog. Okay. हेलो साथीहरू, अनि के छ नयाँ नौलो हजुरहरूको खबर सब ठिक छ होला भनेर म यो ब्लग स्टार्ट गर्दैछु। आज फेरि म जाँदैछु बजारतिर। धेरै पछि ब्लग हालेको धेरै भइसक्यो, नहालेको मैले त होइन। अब यस्तै हो, अब काम पर्दाखेरि हिँडिन्छ, फेरि गरम आमामामा हो। यो बाँके जिल्ला त साह्रै गर्मी। यो नेपालगञ्ज बाँके जिल्ला हाम्रो यतातिर साह्रै गर्मी क्या, लाइक 42 डिग्री सेल्सियस टेम्परेचर गइसकेको छ अनुमानमा। यस्तो गर्मी छ। अनि त्यसपछि म त अब फेरि अब कामको सिलसिलामा अब निक्लिएको। त्यति बिना काममा त हिँड्न मन लाग्दैन मलाई होइन। अब कामको सिलसिलामा निक्लिएको बेला यसो बनाइदिएको 2-4वटा फोटोहरू यताउता हजुरहरूलाई देखाइदिएको। यो महेन्द्र राजमार्ग हजुरहरूलाई थाहै छ होला। फेरि पनि अब त्यही हो, सरकार यो बाटो छिटो बनाइदिनु पर्यो। एकदम साँघुरो भइसक्यो, यो मनभन्दा पनि साँघुरो बाटो भइसक्यो। मन त बढाउन सकिन्छ, यो बाटोलाई पनि अरू बढाइदिनु पर्यो। खुम्चिरहेको छ 3 दिन होइन। अनि यस्तै छ। अनि हजुरहरूको खबर के छ, के गर्दै हुनुहुन्छ? अब फेरि कामको सिलसिलामा हिँड्दाखेरि अब हिँड्ने गर्छ। अब नगरिकन पुग्दैन खान साँझ र बिहान मेरो याद आउँछ होइन। अब सबैले काम गर्नुपर्छ साथीहरू। अब नेपाललाई अगाडि बढाउनु छ भनेपछि काम चाहिँ गर्नुपर्छ है दाइजहरू, काम नगरी हुँदैन। अनि त्यसपछि हामीहरू म चाहिँ अब अगाडि जाँदैछु साथीहरू। अब बाटो धेरै सानो छ, बिस्तारै हिँड्नुपर्छ होइन। यस्तै हो। म अब नेपालकोतिर लाग्दैछु साथीहरू। भर्खर अब यो हाम्रै गाउँको बाटो यो आफ्नो हाम्रै गाउँपालिका न्यू सिटी भन्ने ठाउँ कटे अहिले म त्यहाँदेखि अब यता बनकोटमा आउन आइसकेँ। त्यहाँदेखि उतापट्टि पर्छ हाम्रो कोलपुर नगरपालिका, यतापट्टि हाम्रो बैजनाथ गाउँपालिका होइन। ठिकै छ। अब अरू त यस्तै हो होइन। अनि हजुरहरूले लाइक सेयर सब्सक्राइब पनि गर्नुहुन्न, हेर्नु भिडियो त हेर्नुहुन्छ हेर्न त, तर धेरै भ्युज पनि छैन। अलिअलि भर्खर सानो कन्टेन्ट क्रिएटरलाई कसैले मागेको मेरो हामीलाई अब अरू जस्तो त्यो बोल्न पनि आउँदैन। बोल्न आएको भए त्यहाँ त त्यो होला, बोल्न आउँदैन। अब जे छ रियल त्यसैमा गराउँछु म त। एआई सेआईको युज गर्न मन लाग्दैन। हामीहरू त बुढो भइसकेको मान्छे भनौँ न, कुरोमा कुरो होइन। अनि त्यसपछि अब अगाडि बढ्दैछु साथीहरू म। अब त्यसपछि गरम त धेरै गरम छ नि, के गरमले काम नगर भन्नु नै। अब बस कहाँ रोकिदिन्छ हेर्नु न, बिच बाटोमा साइड लाएर यसो रोकिदिँदाखेरि त्यसको बाउको के जान्थ्यो र, साइड लाएर रोक्दैन होइन। अनि 2-4 दिनपछि मेरो त्यही हो, मैले त्यो बिलबुक हराएको थिएँ। त्यसपछि म खासै हिँडेको थिइनँ, बिलबुक बनाएँ तर नहराउनु होला है। बिलबुक चाहिँ बहुत गाह्रो हुन्छ उनीहरू चाहिँ। गाह्रो त के हुने र, झ्याउका लाइन जाऊ यताउता टाइम धेरै लाग्यो क्या मलाई होइन। त्यस्तै त हो नि जिन्दगी, अब के गर्नु। मुरीलाई निकै छ र हाँसीमा त 2 दिनको जिन्दगी गरिखानुपर्छ। मलाई त त्यस्तै लाग्छ। हजुरहरूको इच्छा के हो मलाई थाहा छैन नि त। हजुरहरूलाई के लाग्छ कस्तो लाग्छ मलाई थाहा छैन, तर मेरो कुरा चाहिँ यही हो है साथीहरू। अब म चाहिँ पुगिसकेँ कोलपुर, यतापट्टि छ एपिएफ स्कुल होइन। अब सशस्त्रको स्कुल छ, त्यहाँपट्टि मेडिकल कलेज पनि छ, नर्सिङको यो के भन्छ होस्टेल, नर्स पढ्ने बस्ने होस्टेल चाहिँ धेरै पुरानो हो यो पनि। कुनै दिन टाइम मिल्यो भने भिजिट गरौँला। अब अहिले त छैन टाइम। धेरै ठाउँ भिजिट गराउनु छ, बाँके जिल्लामा पनि धेरै कुराहरू छ हजुरहरूले इन्जोय गर्न सक्ने कुराहरू होइन। तर म अहिले धेरै ठाउँ एक्सप्लोर गर्न पाएको छैन, अब समय छैन होइन। अब पैसा पनि छैन त्यस्तो घुम्नलाई, पैसा टन्न चाहिन्छ घुम्नलाई
त त्यही पनि म म्यानेज गरेर अहिले टाकन टुकन म्यानेज गरेर गराएकै छु। अब हामीहरूको यो आयो 10 बिघा चित्र आयो कोलपुरको 10 बिघा चाहिँ ठुलो यो हस्पिटल। यो लगभग यो हस्पिटलले पूर्व के अरे पश्चिम मध्य पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल दुई जग्गा धान्छ। म फेरि अब यस्तो मध्य र सुदूरपश्चिमाञ्चल किन भनेपछि यो मलाई जुन 5 विकास क्षेत्र नै मनपर्छ। अनि अरूलाई के हुन्छ थाहा छैन। अब यो 10 बिघा आयो होइन, 10 बिघाबाट बिस्तारै जानुपर्छ। धेरै तीव्र गतिमा जीवन क्षति गर्नु हुन्छ त्यस्तै हुन्छ। तर बिस्तारै गर्नुपर्छ साथीहरू, हामीहरूले बिस्तारै जानुपर्छ। मलाई त त्यस्तै लाग्छ। हजुरहरूलाई के लाग्छ? हजुरहरूको राय सुझाव कमेन्ट पनि दिनुहुन्न। हजुरहरूले भिडियो स्किप गरेर जानुहुन्छ, भिडियो फुल हेर्दै हेर्नुहुन्न अनि मजै लाग्दैन क्या भिडियो। र म बनाउँछु नि त, त्यसपछि म डाइरेक्ट अब यहाँ रुपैयाँ पुगिसकेँ हाम्रो नेपालको बिचमा मैले खिचेँ है साथीहरू। अब यहाँको रुपैयाँको खबर हेर्नुहोस्। पहिला पहिला यस्तो खचाखच मान्छेहरू हुन्थे होइन, पुरा भिडभाड हुन्थ्यो। जबदेखि बालेन सरकार आयो, जबदेखि 100 रुपियाँको भन्सार लागु सिस्टम लाग्यो, त्यसपछि मान्छे आउनै छोड्यो। त्यही फाटाफुट्टा आएको हुन्छन्, तर पहिलाको जस्तो छैन। अब बालेन सरकारले जे गर्नुभएको छ बहुत राम्रो गर्नुभएको छ। यो चाहिँ यस्तै काम गर्नुपर्छ देशलाई अगाडि बढाउनु छ भनेपछि होइन। भन्सार ट्याक्स चाहिँ असुल्नुपर्छ, ट्याक्स नलि छोड्नु हुँदैन, ट्याक्स चाहिँ दिनुपर्छ होइन। अब मान्छेले करोडौँको लगानी गरेको हुन्छ। अब यहाँबाट सामान लिएर गयो सस्तोमा बेचिदिएपछि अनि कहाँबाट हुन्छ। अनि सबै चिजमा कडाइ चाहिँ गर्नुपर्छ साथीहरू। कडाइ नगरेको होइन। अब यस्तै त हो नि जिन्दगी। मान्छे छैन कि हेर्नु न, सुनसान छ पुरै रुपैयाँ बजार। पहिला पहिला त यस्तो जाम हुन्थ्यो के हुन्थ्यो होइन। त्यो जाम अहिले त मान्छे नभएर अब पुरै खाली खाली छ। अब कोही इन्डिया जाने मान्छेहरू हुन्छ नि त्यस्तो मात्रै हो क्या। खासै किनमेलको लागि आएका छैनन् अनआउट पनि होइन। आफ्नै देशमा किनौँ, आफ्नै देशको काम, आफ्नै देशको त्यहाँ पाइन्न भनेपछि अब त्यो हुनसक्छ। जे चिज पाउँछ नि त्यही इन्डियामा किन्नु राम्रो है। कल्चर भनेको अब अहिलेसम्म भएको छैन, ठिकै छ। अब यस्तै हो दिनको जिन्दगी, काम छैन, मरिलानु के छ। अब हेर्नुहोस् त मान्छे छैन, सुनसान छ। मान्छे व्यापारीहरू व्यापार छोडेर भाग्दैछन्। जस्तो कोभिडको टाइममा भएको थियो मान्छेको रुवाबासी त्यही भइरहेछ, जानुपर्छ। त्यसले त भने त खतम हुन्छ नि। अब यो रामलीला चौरा आइपुग्यो म साथीहरू। रामलीला चौराबाट अब बिस्तारै मान्छेहरू कस्तो गल्लीमा, यो 5 गल्लीमा यति धेरै मान्छे हुन्थ्यो, बाइक लानै सकिन्थेन क्या, त्यस्तो भिड हुन्थ्यो पहिला। यो 100 रुपियाँको कानुन भन्दा पहिला चाहिँ। अहिले चाहिँ सरर मान्छे नै छैन। अब यो लोकल मान्छेहरू अलिअलि फाटाफुट्टा नभए मान्छेहरू त्यस्तो त्यही हो है साथीहरू। खोइ म त्यहाँ चौरामा पुगिसकेँ। अब त्यहाँबाट गाडी लिएर फेरि सामानहरू अलिअलि सामानहरू किन्नु देखा गएको छु, त्यो लिएर बिचको मैले स्किप गरेर म घरतिर आउनु लाग्छु साथीहरू। अब घरतिर आउनु पर्यो, घरतिर यस्तै हो साथीहरू। अरू त सब ठिकै छ। बालेन सरकारले जे काम गरिरहेछ राम्रै गरिरहेछ भन्ने मलाई लाग्छ। र अरू यस्तै हो साथीहरू। ल यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। हजुरहरूलाई ब्लग कस्तो लाग्यो, ब्लग मन पऱ्यो भने लाइक गर्नु, सब्सक्राइब गर्नु छोड्नुहुन्छ, सब्सक्राइब गरिदिनु न प्लिज है साथीहरू भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्त नमस्ते, सी यू अगेन इन नेक्स्ट भिडियो। थ्याङ्क यू। नयाँ भिडियोमा लिएर आउँदै प्रयास गर्छु है साथीहरू। धन्यवाद।